हेलो भाइ बहिनीहरू नमस्ते। हाम्रो क्लास 12 को एक्जाम पनि भर्खरै सकियो। यसको गुड रिजल्टको लागि एम्बिसन गुरु सबैजना भाइ बहिनीहरूलाई बेस्ट विश भन्न चाहन्छ। अब यसपछि के गर्ने त? यदि हामी मेडिकल, प्यारामेडिकल एन्ड एप्लाइड साइन्सको एग्रिकल्चर एन्ड फरेस्ट्री जस्तो फिल्डमा आफ्नो करियर बनाउन खोजिरहेका छौँ भने प्रत्येक वर्ष मेडिकल एजुकेसन कमिसनले लिने कमन इन्ट्रान्स एक्जामिनेसन ब्याचलर लेभल क्र्याक गर्नको लागि एम्बिसन गुरुले यही ज्येष्ठ 4 गतेदेखि पुतली सडक स्थित आफ्नो फिजिकल क्लासको बिल्डिङ मार्फत मर्निङ र डे सिफ्टमा क्लासेसहरू धमाधम गर्दैछ। धेरैजना भाइ बहिनीहरू यसमा जोइन पनि भइराख्नु भएको छ। सकेसम्म छिटोभन्दा छिटो यसमा जोइन भएर आफ्नो सिट सुरक्षित गर्नुहोला। यो सिट लिमिटेड छ। एक्सपिरियन्स्ड एन्ड एक्सपर्ट टिचर्स मार्फत क्लास हुन्छ। हामीले प्रत्येक क्लासमा प्रत्येक दिनको क्लासमा लास्टमा हामी त्यही क्लासको हामी क्वेसन एन्सर डिस्कसन गर्छौँ। त्यति मात्र नभएर हामी घरमा गएर पनि हामी फिजिकली एडमिटेड भाइ बहिनीहरूलाई हाम्रो एम्बिसन गुरुको एप मार्फत जुन फ्री हामी उपलब्ध गराउँछौँ मार्फत धेरै रेकर्डेड क्लासेसहरू, लाइभ क्लास, क्विज, क्युएडी क्लासेस मार्फत डाउट्सहरू क्लियर गर्छौँ। हामीले क्लास 11 एन्ड 12 मा फिजिक्स, केमिस्ट्री, बोटनी, जुलोजीमा पढेको कन्सेप्टहरूलाई हामी जस्ट ब्रसअप गरिदिन्छौँ। यसलाई हामी सिम्प्लिफाई गरेर बुझाउँछौँ, बेसदेखि पढाउँछौँ। यो कुरा थाहा पाउनको लागि एम्बिसन गुरुको फिजिकल क्लास लिनुपर्छ। हामीले क्लास लिँदाखेरि हामीले नबुझेको कुरा अनलाइन क्लास मार्फत अथवा फिजिकल क्लास मार्फत नबुझेको डाउट्सहरू हामी हाम्रो एपमा भएको आस्क भन्ने फिचर मार्फत क्लियर गर्न सक्छौँ। त्यति गर्दा पनि भएन, डोन्ट वरी। प्रत्येक दिन हामी भाइ बहिनीहरूलाई डाउट क्लियरिङ सेसन राख्छौँ। प्रत्येक सब्जेक्टको डाउट क्लियरिङ सेसन राख्छौँ। डाउट क्लियरिङ सेसनमा होमली इन्भाइरोमेन्टमा सँगै बसेर हामीले हाम्रो गुरु मार्फत आफ्नो कन्फ्युजन हटाउन सक्छौँ। हाम्रो एम्बिसन गुरु एपले ट्रेस गरेको भाइ बहिनीहरूको पर्फर्मेन्सलाई सब्जेक्ट एक्सपर्ट मार्फत काउन्सिलिङ गर्छौँ, सजेस्ट गर्छौँ। कुनै टपिक पढ्यौँ, केमिस्ट्री हामी पढ्दैछौँ। केमिस्ट्रीको हामीले डिफ्रेन्ट भोलोमेट्रिक एनालाइसिस पढ्यौँ। हामीले नोट पनि पढ्यौँ, हामीले फिजिकल क्लास पनि एटेन्ड गऱ्यौँ, हामीले च्याप्टर वाइज टेस्ट पनि दियौँ, होइन, सबै कुरा गऱ्यौँ। र हामीले प्रत्येक मक टेस्टमा हामीले त्यो च्याप्टरसँग रिलेटेड क्वेसन्सहरू हामी कसरी ट्रिट गऱ्यौँ, प्रत्येक च्याप्टर वाइज टेस्टमा कसरी गऱ्यौँ, प्रत्येक डेमा हुने क्वेसन एन्सर डिस्कसनमा कसरी कुन एन्सर हामीले चुज गऱ्यौँ, त्यसको बेसिसमा हामी विक एरिया आइडेन्टिफाई गर्छौँ र भाइ बहिनीहरूलाई सँगै राखेर त्यो विक एरिया कसरी हटाउने भिडियो मार्फत, नोट मार्फत अथवा सब्जेक्ट एक्सपर्ट मार्फत त्यो क्लियर गर्छौँ। मैले एउटा एक्जाम्पल दिएँ। यस्तै अरू सबै सब्जेक्टको सबै टपिकको बेसिसमा हामी विक एरिया आइडेन्टिफाई गरेर भाइ बहिनीहरूलाई सकेसम्म छिटोभन्दा छिटो कन्फ्युजनहरू हटाउँछौँ। हामीले अगाडि नै पढेको कुरालाई हामी त्यो सिम्प्लिफाई गर्न ट्राई गर्छौँ। डिफ्रेन्स फिल गर्नको लागि हाम्रो क्लास भिजिट गर्न नभुल्नु होला। यसमा म सबैजना भाइ बहिनीहरूलाई वेलकम गर्न चाहन्छु हाम्रो क्लासमा। अरूको लागि सबैको लागि भाइ बहिनीहरू एउटा जस्ट नम्बर हुनसक्छ। हाम्रो लागि चाहिँ भाइ बहिनीहरू एउटा तपाईँले सोचेको ड्रिमको एउटा सहयात्री बन्न चाहन्छौँ। हामीलाई एउटा सहयात्री हो, एसेट हो। प्लिज जोइन द क्लास एज सुन एज पोसिबल। सी यू इन द क्लास। बाय बाय।